मालरानी गाउँपालिका वडा नम्बर 2 पूर्ण सरसफाई उन्मुख वडा घोषणा भएको छ। बिहिबार एक बृहत कार्यक्रमको आयोजना गरी वडा नम्बर 2 ले पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरेको हो। घोषणा सभामा बोल्दै मालरानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले सरसफाई घोषणालाई दिगो बनाउन सम्पूर्ण नागरिकलाई आग्रह गर्नुभएको छ। उहाँले यो घोषणासँगै नागरिकको थप जिम्मेवारी बढेको समेत बताउनु भएको हो। अध्यक्ष भट्टराईले उपस्थित नागरिकलाई प्रतिबद्ध पत्र पढेर समेत सुनाउनु भएको थियो। उहाँले प्रतिबद्ध पत्रमा उल्लेख भएका कुरा र आचार संहिता लागू गर्न वडावासीलाई अनुरोध समेत गर्नुभयो। प्रतिबद्धता पत्र भइसकेको हुनाले हामी सबै नागरिकहरूको वडा नम्बर 2 का वडावासीहरूको आजदेखि जिम्मेवारी बढेको छ। यहाँहरू सबैले त्यो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ। त्यसको अर्थ अघि चाहिँ हाम्रो बाबुराम आचार्यज्यूले चाहिँ हामीले तमसुक गर्यौं भन्ने हिसाबले कुरा गर्नुभएको थियो। त्यस्तै हाम्रो जिम्मेवारी बढेको छ। यस्तै मालरानी गाउँपालिकाका उपाध्यक्ष दिपा पोखरेलले नियमित रूपमा घर, शौचालय, घर वरपर र सार्वजनिक स्थलमा सरसफाई गर्नुपर्ने बताउनुभयो। दैनिक जीवनमा गरिने सरसफाईलाई मात्र निरन्तरता दिन सकियो भने पूर्ण सरसफाईका सूचक पूरा हुने समेत बताउनुभयो। भात पकाउने बेला तपाईको भाडा कस्तो छ, पानी कस्तो भर्नु भएको छ, भरेको पानी कटौरा या थालले छोप्नु भएको छ कि छैन, हजुरको चुलो लिप्नु भएको छ कि छैन, हजुरले आगो बाल्दा धुवा माथिपट्टि गएर दैसो खस्ने अवस्था छ कि छैन, टोयलेटमा जाँदा अर्को चप्पल छ कि छैन, त्यसै गरी शौचालय गइसकेपछि हात धुने साबुन छ कि छैन र बच्चा बच्चीको लागि सानो चप्पल छ कि छैन, बच्चाले उठाउने पानी पुग्ने ठाउँमा छ कि छैन। अनि सँगसँगै हेर्नुस् त आजभोलि यो पहिला मकै भट्टा खान्थ्यौँ, कागज भन्ने हुन्थेन। आजभोलि छोराछोरीले चाउचाउ खाएका छन्, बिस्कुट खाएका छन्। फेरि त्यति मात्रैका हो र पहिल्यै तमाखु खानुहुन्थ्यो काँचा पात थिचेर। अहिले भोला सुर्ती चुरोटका कागज छन् कि छैनन् त्यति टिपेर डोकामा राख्यौँ भने हाम्रो पूर्ण सरसफाईका सूचकहरू पुग्छन्। कार्यक्रममा मालरानी गाउँपालिकाका पूर्व अध्यक्ष बालकृष्ण आचार्य, वडा नम्बर 3 का वडा अध्यक्ष दण्डपानी पोखरेल, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश स्वास्थ्य समिति संयोजक कैलाश कुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका वडा कमिटीका प्रमुख तथा प्रतिनिधि, मालरानी गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका शाखा प्रमुख ठाकुर अधिकारी, पत्रकार नवीन विक लगायतले शुभकामना मन्तव्य राख्दै पूर्ण सरसफाई उन्मुख वडा घोषणा हुनु भनेको नागरिकको सचेतना व्यवहारको प्रतिफल रहेको बताएका थिए। यो सरसफाई भनेको एउटा सभ्यता हो। सभ्यताको झलक हामीले सिङ्गो मालरानी गाउँपालिका वार्ड नम्बर 2 बाट सबै वार्डले सिक्न पाओस्। घोषणा सभामा पालिकाले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा प्रमाणपत्र समेत प्रदान गरेको थियो। कार्यक्रममा खानेपानी सरसफाई स्वच्छता समन्वय समिति मालरानी 2 का अध्यक्ष तथा वडा अध्यक्ष योगेन्द्रनाथ भुसालले वडामा सरसफाईलाई कडाइका साथ लागू गर्ने बताउनुभयो। वडा कार्यालयले अब यति कडा नियमका साथ अगाडि बढ्ने छ। कुनै पनि ठाउँमा यदि हामी फोहोर राखेको फालेको भेटायौँ भने, आफू बसेको ठाउँबाट उड्दा फोहोर फालेको देख्यौँ भने जरिवाना लिन बाध्य हुनेछ। कार्यक्रम मालरानी गाउँपालिका वडा नम्बर 2 को आयोजना र नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको सहजीकरणमा भएको थियो। कार्यक्रम वडा अध्यक्ष योगेन्द्रनाथ भुसालको अध्यक्षता, वडा सदस्य टोमलाल पन्जाडेको स्वागत मन्तव्य र स्थानीय सामाजिक व्यक्ति प्रभात कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो।